ल साथीहरू अब म चाहिँ आज तपाईहरुलाई के भन्न लागिरहेको छु भने है अब मेरो चाहिँ युट्युब च्यानल लगभग 1.5 महिना भइसक्यो है युट्युब च्यानल ब्यान भएको अब मिलाउनु खोज्दैछु अनि अब मिलाउँदा पनि मिलेन भने इमेल एड्रेसहरु हाल्दाखेरि मिलेन भने म फेरि अर्को कमेडी माइला युट्युब च्यानल चाहिँ फेरि सञ्चालन गर्नेछु। त्यसमा चाहिँ खासै सब्स्क्राइबरहरु छैन, अलिक धेरै सब्स्क्राइबर भनेको 1000 क्रस भएको चाहिँ मेरो किराती माइला युट्युब च्यानल चाहिँ है म्युजिक नेपालले सस्पेन्ड गरिदिएको छ है। अनि सस्पेन्ड गरिदिएको कारणले गर्दाखेरि कसैको भिडियो मेरो युट्युब फ्यामिलीहरु कसैको भिडियो पनि मैले हेर्न सकेको छुइनँ अनि त्यसमा धेरै धेरै सरी भन्न चाहन्छु साथीहरु। अनि अब आज चाहिँ म यहाँनिर धरान 20 सिरिसे बास भन्ने ठाउँमा आएको छु साथीहरु। अब हजुरहरुलाई अलिअलि भिडियो क्लिप गरेर देखाएको छु साथीहरु। म चाहिँ अब यो चाहिँ युट्युबमा हाल्नुपर्ने खास गरी अब युट्युबमा चाहिँ छैन नि। अब युट्युब च्यानलै युट्युबै नभएपछि अब कसरी यो च्यानलमा अपलोड गर्नु हैन। अनि अब त्यो भएर चाहिँ म टिकटकमा चाहिँ हाल्दैछु साथीहरु। ल साथीहरु आज चाहिँ म बिहानै देवालय पर भन्ज्याङबारी सिसुवा लिएर जाँदैछु। अनि अब कतिखेर पुग्छु हजुरहरुलाई देखाउने छु, हेर्दै गर्नु होला साथीहरु। ल साथीहरु यो चाहिँ स्वस्तिका चोक पानी ट्याङ्की है। ल साथीहरु यो चाहिँ कल्याण चोक, हामी चाहिँ कल्याण चोक आइपुगिसकेको छौँ। ल साथीहरु म चाहिँ मंगलाबारी आइपुगिसकेको छु देमाला लिएर, देख्न सक्नुहुन्छ यो चाहिँ मंगलाबारी चोक हो। दोकानमा रोकिदिनु देमा ए हुन्छ हुन्छ हुँला पर पर पनि छ ए हुन्छ देमा। ल साथीहरु हामी चाहिँ यहाँ मंगलाबारीबाट लाग्यौँ है। अब मंगलाबारीमा चाहिँ यहाँनिर हाम्रो देमाले चाहिँ कार्टुन चाउचाउ दिनु भएमा चाहिँ हामी जाँदैछौँ सिसुवा ए सिरिसे बास अरे सिसुवा भनेर भनेछु है, सिरिसे बास भनेर भन्छ ए सिरिसे बास अरे। ल साथीहरु पहिले हामी चाहिँ 56-57 सालमा चाहिँ यो तलको जंगल छ नि, यो जंगलतिर चाहिँ दावा काट्न आउँथ्यौँ है। त्यतिखेर चाहिँ ग्यासै थिएन, ग्यासै निस्केको थिएन है। अनि त्यतिखेर चाहिँ दाउरा काट्न आउँदाखेरि चाहिँ हामी माथि 13 नम्बरबाट यो तलको जंगलदेखि तलतिर जान्थ्यौँ। ल साथीहरु अब म तपाईहरुलाई देखाउँदैछु है। यो देख्नु भएको छ नि, यो चाहिँ मायालु साबुन फ्याक्ट्री हो है। यो चाहिँ हाम्रो हक साम्पानी मेयर भइसकेपछि बनाउनु भएको मायालु साबुन फ्याक्ट्री। ल साथीहरु अब चाहिँ हामी उकालो लाग्यौँ है। यहाँनिर सर्दुपारीबाट धरान 20 अब पर्छ यता चाहिँ। बाटो चाहिँ ठाउँमा बिग्रिँदैछ है, देख्न सक्नुहुन्छ। ल विकास गर्दैछ, देख्न सक्नुहुन्छ हजुरहरूले है। यो चाहिँ कच्ची बाटो हो, राम्रो राम्रो हुँदै आउँदैछ, ड्रेन पुरा रेलमा हुँदैछ। भन्ज्याङ चाहिँ फाइनली आइपुगिसक्यो। बिचरा यो कुकुर त बिरामी पर्छ त भन्ज्याङ आइपुग्यौँ है साथीहरु, देख्न सक्नुहुन्छ। हजुर ए ल ल यो चाहिँ भन्ज्याङ, यो
गेटको छेउमा चाहिँ बनाउनु भएको छ है केसार फ्याक्ट्री आइपुगेको छौँ है यतै बिचमा बुढेसकाल लाग्यो के गर्नु चाहिँ मान्नु हुन्छ हुन्छ म लिएर आउँछु हिँड्नु ल हुन्छ हुन्छ तपाईँ उयो गर्नु नि हिँड्नु नि मैले चाहिँ अब देवासँग चाहिँ एकछिन अनि एकछिन यहाँनिर जानुपर्ने छ अब यहाँनिर बिरामी हुनुहुन्छ अरे देमा चाहिँ देमा पनि बिरामी ल हुन्छ देमा हुन्छ 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 हुन्छ